जय मसी, गुड मर्निङ मेरो फेरि भाइ बहिनीहरू फेरि पनि म आज एउटा सुन्दर भिडियो लिएर आएको छु। म राधे छन् र विश्वास गर्दछु आजको भिडियोले तपाईँको जीवनमा ठुलो आशिषको कारण बन्छ। प्रिय साँच्चीकै यदि तपाईँले सुरुदेखि यो भिडियो अन्तसम्म हेर्नुभयो भने साँच्चै तपाईँले ठुलो आशिष पाउनुहुनेछ आज यो भिडियोद्वारा। हो, आजको सुन्दर शीर्षक मैले लिएर आएको छु। त्यो शीर्षकको नाम हो भलाइले जित्ने। हो, भलाइले जित्नु भन्नाले खराबीको सट्टा खराबी होइन, तर भलाइले जित्नु। प्रिय साँच्चीकै आज यदि हामीले हेऱ्यौँ भने यो संसारमा विभिन्न किसिमका रीतिरिवाजहरू छ। हो, र यही कुराहरूले मेरो हृदय भरिएर आज बिहान म जब प्रार्थना गर्दै थिएँ, परमेश्वरले मलाई एउटा वचन दिनुभएको थियो। पवित्र शास्त्र यो बाइबलबाट रोमी 12:21ले यसरी मैले वचन पाएँ, खराबीबाट पराजित नहौ तर खराबीलाई भलाइले जित। रोमी 12:21ले यसरी यो वचनले मलाई दियो। हो, मैले सोचेँ प्रभु कसरी आज त संसारमा यस्तो त भइरहेको छैन, मानिसले जतातता खराबीको सट्टा खराबी गरिरहेका छन् र भलाइको सट्टा भलाइ। हो, अनि मैले प्रार्थना गरेँ अनि परमेश्वरले मलाई यो वचन दिनुभयो र मलाई ठुलो आशिष पाएँ। प्रिय, यो छोटो उपदेशले तपाईँको जीवनमा ठुलो आशिष दिनेछ म विश्वास गर्दछु। म प्रिय हो, पहिलेदेखि नै यो संसारको रीतिरिवाज थियो, खराबीको बदला खराबी र भलाइको बदला भलाइ। आज पनि यो संसारको संस्कार हामी वरिपरि हेर्छौँ। कसैले चोट दियो भने चोट फर्काउने गर्छ, कसैले धोका दियो भने बदला लिने गर्छ। तर यीशु ख्रिस्टले हामीलाई संसारभन्दा फरक बाटो देखाउनुहुन्छ। उहाँले भन्नुहुन्छ, दुश्मनलाई प्रेम गर, सराप्नेको लागि प्रार्थना गर र खराबीको सट्टा भलाइ गर। यसुको सिकाइ सजिलो छैन प्रिय। हो, तर यही बाटोले हाम्रो जीवन परिवर्तन गर्छ। बदलाले आगो बढाउँछ तर भलाइले आगो निभाउँछ। जब हामी क्षमा गर्छौँ, प्रेम देखाउँछौँ र भलाइ रोज्छौँ, तब हामी ख्रिस्टको स्वभाव संसारमा प्रकट गर्छौँ। हामीले जब एउटा जसरी कि बाइबलमा एउटा ठुलो प्रभु यीशु ख्रिस्टको गवाही रहेछ त्यो हेर्छौँ भने जब उहाँ क्रुसमा टाङ्नु भयो त्यो बेला उहाँको धेरै निन्दा गरिरहेका थिए सेनाहरूले, त्यो रोमी शासकहरूले र कति त्यहाँका याजकहरूले। तर प्रभुले भन्नुभयो, उहाँलाई सराप्नु भएन, तर उहाँले भन्नुभयो, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूलाई थाहा छैन कि यिनीहरूले के गरिरहेछन्। र यही कुराले, यही भलाइले पाप र मृत्यु र अन्धकारमाथि विजय ल्यायो प्रिय। र आज परमेश्वरले हामीलाई यही चुनौती दिनुहुन्छ, परिस्थिति, चोट वा अन्यायका बिचमा पनि भलाइ रोज्ने हामी भनौँ। जब हामी येशूलाई पछ्याउँछौँ तब हाम्रो प्रतिक्रिया संसारको जस्तो होइन, ईश्वरको जस्तो हुनुपर्छ प्रिय। हो, निष्कर्षमा प्रिय हो, खराबीलाई कहिले जित्न सक्दैन, केवल भलाइले मात्र खराबीलाई जित्न सक्छ। येशूको यदि चेला हुनुहुन्छ भने, यदि येशू ख्रिस्टको तपाईँ चेला हुनुहुन्छ भने तपाईँ घृणा होइन, प्रेम गर्नुपर्छ, बदला होइन, क्षमा दिनुपर्छ, अन्धकार जस्तो होइन तर ज्योति बन्नुपर्छ। यसरी नै हाम्रो जीवनले संसारमा ख्रिस्टको महिमा देखाउँछ। आउनुहोस्, म तपाईँहरूको लागि प्रार्थना गर्छु। मलाई विश्वास छ तपाईँहरूमध्ये धेरैजनाको हृदय दुखेछन् धोकाले अथवा घृणाले, तर विश्वास गर्नुहोस्, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ र तपाईँले पनि अरूलाई प्रेम गर्नुपर्छ प्रिय। हो प्रिय, आउनुहोस्, म प्रार्थना गर्छु तपाईँहरूको लागि। प्रार्थना तपाईँको जीवनमा ठुलो आशिषको कारण बन्नेछ प्रिय। हे स्वर्गीय पिता, तपाईँहरू हुन्छ भने सबै सर झुकाउनुहोस् र यो प्रार्थना विश्वासले आफ्नो जीवनमा घोषणा गर्नुहोस्। ल, फेरि पनि म विश्वास गर्छु। हे स्वर्गीय पिता, आज तपाईँको यो वचनद्वारा हामीलाई सिकाउनु भएकोमा म धन्यवाद दिन्छु। प्रभु येशू, तपाईँले देखाउनु भएको भलाइको बाटो हामीलाई हिँड्न सहायता गर्नुहोस्। जब हामी चोट पाउँछौँ, जब हामी धोका पाउँछौँ, बदला होइन, क्षमा गर्ने हामीलाई हृदय दिनुहोस्। हाम्रो जीवनद्वारा खराबी होइन तर भलाइ प्रकट होस्। हाम्रो परिवार, मण्डली र समाजमा तपाईँको प्रेम र शान्ति फैलियोस् र तपाईँको महिमा होस्। हामीलाई एउटा असल तपाईँलाई महिमा गर्ने हे पिता परमेश्वर, तपाईँको अनुयायी चेला बनाउनुहोस्। धन्यवाद येशू, यो पनि प्रार्थना तपाईँको नाममा आशिष माग्दछु येशू ख्रिस्टको पवित्र नाममा, आमेन। धन्यवाद प्रिय, तपाईँले यो भिडियो अन्त्यसम्म हेरिदिनु भएको निम्ति र विश्वास गर्दछु यो भिडियोले र आजको यो छोटो वचनले तपाईँको जीवनमा ठुलो आशिष दिन्छ। भन्छ परमेश्वर, हामी खराबीबाट होइन तर भलाइले जित्छौँ। गॉड ब्लेस यू। जय मसीह। फेरि सी यू अगेन।